बाबु नानीहरू पहिला हामी प्रियङ्का आन्टीको नयाँ म्युजिक भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल। ल सुरु गरौँ। प्रियङ्का दिजु आखिर के मजबुरी थियो? यो बाहेक अरू केही गर्न आउँदैन, त्यसैले अरू कहीँ गएको भए त म त्यो इन्डस्ट्री डुबाइ नै दिन्थे होला। बात त सही है। प्रियङ्का भन्दा निकै साह्रो ऋतु भएको भयो, सुहाउने थियो अलि। थ्याङ्क यू सो मच कमेन्ट गरिदिएकोमा। प्रियङ्का भन्दा गुरास ब्युटिफुल देखाछ। बात मारा। यो गीतमा ऋतु बस्नेत र कलौटेलाई खेलाउनु पर्ने। यस्तै रमाइलो भिडियोहरू हेर्न मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। त्यहाँ पनि डेली न्यू भिडियोहरू अपलोड गरिरहनेछु।